दर्शक महानुभावहरू नमस्कार, तपाईहरुलाई हार्दिक स्वागत छ एनपीएल 24 युट्युब च्यानलमा। सदाझै आज पनि हामी देश तथा विदेशका मुख्य समाचार लिएर उपस्थित भएका छौँ। अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकन घन्टीलाई बजाई अलमा क्लिक गर्न पनि नभुल्नु होला। कहाँदेखि हेर्दै अनि सुन्दै हुनुहुन्छ दर्शकबिन के कस्तो लागिरहेको छ त्यो पनि तल कमेन्ट बक्समा उल्लेख गर्न सक्नुहुनेछ। ओलीलाई छाडेर पोखरेलको पक्षमा लागेका कृष्ण गोपालले के भने त यसमा जानकारी दिनेछौ। कमरेडहरू मतदान गर्नु अघि सोच्नुहोस्, अझै ओली किन र कसलाई भन्दै यस्तो समाचार आइरहेको छ। ओली आइ नपुग्दा मतदानमा ढिलाइ, 7 बजेदेखि लाइनमै छन् स्थानीयहरू। ओली पक्षले मतदातालाई बाँडियो प्यानलको सूची। एमाले महाधिवेशन नेतृत्व चयन गर्न मतदानको तयारी पुरा। एमाले महाधिवेशन मतदान स्थल पुगे ईश्वर पोखरेल। एमालेको महाधिवेशन स्थलमा हेरि नसक्नुको फोहोर। एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान। दर्शकबिन कसले मार्ला बाजी, ईश्वर पोखरेलको हुन्छ कि प्यानल? दर्शकबिन केपी शर्मा ओलीको आज फाइनल हुने। दर्शकबिन रविलामी छाने बारे पनि के कस्तो समाचार आइरहेको छ यसमा विशेष खबर दिनेछौ। यिनै यस्तै सयौं महत्त्वपूर्ण समाचार अपडेट लिएका छौँ। भिडियो अन्तिमसम्म हेरेर सुनेर साथ दिनुहोला भन्दै सुरु गरौँ आजको पहिलो तथा विशेष खबरतर्फबाट। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ, तर बिहान 8 बजेदेखि हुने भनिएको मतदान 9 बज्दासम्म पनि सुरु भएको छैन। अध्यक्षका केपी शर्मा ओली मतदान स्थलमा आई नपुगेकाले मतदान सुरु हुन सकेको थिएन। मतदान पुगेका एमाले महाधिवेशन प्रतिनिधिहरू भने बिहान 7 बजेदेखि नै लाइनमा बसेका छन्। विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू त्यही लाइनमा पुगेर आफ्नो र समूहका लागि मत मागिरहेका छन्। अध्यक्षका अर्का ईश्वर पोखरेल भने मतदान स्थल भिरकुटी मण्डपमा पुगिसकेका छन्। नेताहरूका अनुसार ओली आइपुगेपछि उनी र पोखरेल मतदानको सुरुवात गर्ने जनाएका छन्। मतदान सम्पन्न हुन कम्तीमा 6 देखि 8 घण्टा लाग्ने बताएका छन्। मतदान स्थल लगत्तै मतगणना सुरु हुने जनाएका छन्। मतगणना भने 2 घण्टाभित्र सकिने अनुमान रहेको छ। एमालेको नेतृत्व चयनका लागि हुने मतदानमा 80 वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने जनाएका छन्। ओली र पोखरेल प्यानल सहित मैदानमा उत्रिएका छन्। ओली प्यानलको उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा, बादल र विष्णु प्रसाद पौडेल रहेका छन्। महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु प्रसाद रिमाल रहेका छन्। यसै गरी सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पदमा कुमारी अरियाल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल करेल, राजन भट्टराई, शेरधन राई र हिम्मत कुमार कार्की रहेका छन्। पोखरेलको प्यानलमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टङ्क प्रसाद कार्की, डाक्टर बिन्दा पाण्डे र परशुराम मेगी गुरुङ रहेका छन्। यस्तै महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेन्द्र भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवारी बनेका छन्। यसै गरी सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, करबहादुर थापा, कृष्ण गोपाल श्रेष्ठ, गोकुल प्रसाद बासकोटा, ठाकुर प्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल अगाडि सारिएको जानकारी दिँदै आइरहेका छन्। दर्शकबिन लागु अर्को खबरतर्फ। नेकपा एमालेको 11औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पुरा भएको छ। मङ्गलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो। बिहान 8 बजेदेखि मतदान सुरु। दर्शकबिन सूचना पाएपछि प्रतिनिधिहरू लाइनमा बसेका छन्। विद्युतीय मेसिनबाट मतदान हुन लागेको थियो। विद्युतीय मेसिनहरू मतदानका लागि तयार भइसकेको र आफूहरू मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले बताउँदै आइरहेका छन्। उनका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ। उनले भने अब प्राविधिक समस्या छैन, हाम्रो तर्फबाट काम सकिएको छ। निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ। मतदानको लागि 80 वटा मेसिन राखिएको छ। राम लक्ष्मण प्रणालीले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल
2263 प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन्। नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा रहेका छन्। दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र उम्मेदवारी पनि दिँदै आइरहेका छन्। मतदानको तयारी भइरहेका बेला नेताहरू पनि मतदान स्थलमा पुगेका छन्, प्रतिनिधिसँग भोट मागिरहेका छन्। प्रतिनिधिहरूले पनि आफूले रुचाएका उम्मेदवारीको प्रचार गरिरहेका छन्। दर्शकबिन आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपहारमा दिएर चर्चामा आएका कृष्ण गोपाल श्रेष्ठले अब पार्टीमा नयाँ मेक्सीहरू जन्मिने बताएका छन्। पार्टीको 11औं महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब पार्टीमा नयाँ अनुहार आउने तर्फ सङ्केत गर्दै पेलेको जमाना गएको बताएका छन्। अबको पेले को हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने अब पेलेको जमाना त गइसक्यो, नयाँ मेक्सीहरू आइसकेका छन्। ओलीले म मेक्सी हो भनिसक्नु भएको छ नि। अर्को प्रश्नमा उनले उत्तर दिए, राष्ट्रिय राजनीतिमा उहाँ जतिको सक्षम नेता दक्षिण एसियामै छैनन्। हामीले पनि केपी ओली जतिको नेता पाएका छौँ, त्यसमा गर्व गरौँ। भोलिका दिनमा पनि उहाँले यो कम्युनिस्ट आदर्श मूल्य मान्यता मानेर सिङ्गो मुलुकको नेता भएर हाम्रो अभिभावक भएर काम गर्नुहुनेछ। उनले अबको मेक्सी कसलाई बनाउने भन्ने कुरा प्रतिनिधिको हातमा भएको बताएका छन्। ईश्वर पोखरेलको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका श्रेष्ठले ओलीप्रति वैरभाव नभएको बताउँदै पार्टीको चुनाव जसले जिते पनि पार्टीकै जित हुने प्रतिक्रिया दिँदै आइरहेका छन्। दर्शकबिन आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेकपा एमालेको महाधिवेशन स्थल भिरकुटी मण्डप उम्मेदवारीका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि महाधिवेशन चलिरहँदा प्रचार सामग्री जथाभावी फालिएको देखिएको छ। भिरकुटी मण्डप क्षेत्रका सडक, फुटपाथ र खुल्ला स्थानमा उम्मेदवारीका पर्चा, पम्पलेट र ब्यानर छटपट रहेका छन्। भोट माग्ने नाममा छरिएका ती सामग्रीको सार्वजनिक स्थल कुरूप बनाउनुका साथै सिङ्गो क्षेत्रको नै हराएको छ। ठुला भाषण र अनुशासनका कुरा गर्ने एमाले वातावरणीय जिम्मेवारी र सार्वजनिक सरसफाइ व्यवस्था गरेको देखिन्छ। छरिकेको फोहोर बुधबार बिहान काठमाडौँ महानगरपालिकाको बुरुम प्रयोग गरी सफा गरिएको छ। एमालेको महाधिवेशन अन्तर्गत बुधबार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम रहेको छ। एमालेको महाधिवेशनमा केपी ओली र ईश्वर पोखरेल अध्यक्षको उम्मेदवारी रहेको जानकारी दिँदै आइरहेका छन्। दर्शकबिन लागू अर्को खबरतर्फ। नेकपा एमालेको जारी 11औं राष्ट्रिय महाधिवेशनमा आज बुधबार नयाँ नेतृत्व चयनको लागि मतदान हुँदैछ। अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा खडा भएका छन्। निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार मङ्गलबार नै मतदान गर्नुपर्ने भए पनि भोटिङ मेसिन तयार नभएपछि आज मात्र मतदान हुन लागेको छ। मतदान बिहान 8 बजेबाट सुरु हुने बताएको छ। दर्शकबिन नेकपा एमालेको 11औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमा बुधबार पनि विलम्ब भएको छ। बिहान 8 बजेदेखि मतदान हुने बताए पनि 9 बजेसम्म पनि मतदान सुरु हुन नसकेको जनाएका छन्। अध्यक्ष केपी शर्मा ओली मतदान स्थलमा आए लगत्तै मतदान सुरु हुने बताएको छ। यद्यपि बिहान 9 बजेसम्म ओली भिरकुटी मण्डप पुगेका छैनन्। नेता कार्यकर्ता भने मतदानको लागि लाइन लागेका छन्। अध्यक्ष अर्का उम्मेदवार ईश्वर पोखरेल भने मतदान स्थल पुगिसकेका छन्। दर्शकबिन आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नयाँ नेतृत्व चयनका लागि मतदान स्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवारीहरूको सूची बाँडिरहेको छ। नयाँ नेतृत्वको लागि ओली र ईश्वर पोखरेल प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन्। मतदाताहरू मतदानका लागि भिरकुटी मण्डपमा लामबद्ध भएर पालो कुरिरहेका छन्। ओली मतदान स्थलमा आउन साथ भोटिङ सुरु गर्ने तयारी गरिएको जनाएका छन्। ईश्वर पोखरेल पक्ष र उनी पक्षका नेताहरू भने मतदान स्थल पुगिसकेका छन्। उनीहरू लाइनमा बसेका प्रतिनिधिहरूलाई भेट्दै भोट मागिरहेका छन्। दर्शकबिन आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। नेकपा एमाले 11औं महाधिवेशनका प्रतिनिधि आफ्नो पार्टी नेतृत्वको निर्वाचनका लागि मतदान गर्दैछन्। तिनका नाममा केही लेख्न मन लाग्यो, मतदान गर्नु अघि सोच्नुहोस् भन्न मन लाग्यो। भलै सोच्नु न नसोच्नु म झोलियो। सांस्कृतिक र स्वीकारिकले एमाले पङ्क्तिलाई कति सङ्क्रमित गरेको छ वा छैन यस्तै बेला स्पष्ट हुने जनाएका छन्। पार्टी सदस्य यदि दास पर्जा झोले अन्धभक्त होइनन् भने
आफ्नो सार्वभौमिक सत्ता र विवेकको प्रमाण दिने बेला यही हो भन्दै जनाएका छन्। यहाँ यस्तो सोच प्रबल रहेको छ, अर्काको पार्टीमा के हुँदैछ, अरूलाई के मतलब, एमालेको चियो चर्चा अरू पार्टी वा पार्टी बाहिरकाले किन गर्नु पर्यो, जे गर्छन् एमाले नै गर्छ भन्दै जनाएका छन्। ठिक हो, एमाले नेतृत्वको र कस्तो छान्ने त्यो एमाले कार्यकर्ताकै अधिकारीको विषय रहेको जनाउँदै आइरहेका छन्। आफ्नो पार्टीलाई ती कस्तो बनाउन चाहनु छ भन्दै बताएका छन्। दर्शकबिन यति भन्दै बिदा हुन चाहन्छु। फेरि पनि उपस्थिति हुने नै छौ। त्यतिन्जेलसम्मको लागि धन्यवाद भन्दै बिदा हुन चाहन्छौ।